प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 मा कसरी मतदान गर्ने? प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 मा सहभागी हुने सम्पूर्ण मतदाताले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लिएर जानुपर्छ। यदि मतदाता नामावलीमा नाम दर्ता छ र मतदाता परिचय पत्र छैन भने निर्वाचन आयोगले तोकेको परिचय पत्र लिएर जानुपर्छ। मतदान केन्द्रमा पुगेपछि आफू महिला भए महिलाको लाइन र पुरुष भए पुरुषको लाइनमा बस्नु पर्दछ। लाइनमा आफ्नो पालो आएपछि तपाईले मतदान कर्मचारीलाई आफ्नो परिचय पत्र देखाउनु पर्नेछ। कर्मचारीले मतदाता नामावलीमा तपाईको नाम र विवरण जाँचेर सही भएको यकिन गर्नेछन्। तपाईको परिचय प्रमाणित भएपछि मात्र कर्मचारीले तपाईको बायाँ हातको बुढी औंलाको नङ र मासुको जोर्नीमा नमेटिने मसी लगाइदिनेछन्। तपाईले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतदान गर्नका लागि पहिलो मतपत्र प्राप्त गर्नुहुनेछ। यो मतपत्र सेतो पृष्ठभूमिमा रातो रङको अक्षर र निर्वाचन चिन्ह भएको हुनेछ। मतपत्र लिने बित्तिकै मतदान अधिकृतको हस्ताक्षर छ छैन जाँच्नुहोस्। हस्ताक्षर छैन भने तुरुन्तै फिर्ता गरी अर्को मतपत्र माग्नुहोस्। त्यसपछि तपाई गोप्य मतदान कक्षमा जानुहुनेछ। त्यहाँ तपाईले आफूले रोजेको एकजना मात्र उम्मेदवारको चुनाव चिन्ह भएको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनु पर्नेछ। एक भन्दा बढी उम्मेदवार वा दलको चुनाव चिन्हमा छाप लगाउँदा स्वस्तिक छाप स्पष्ट रूपमा नबुझिने गरी लतपत गरेर लगाउँदा, दुई चुनाव चिन्हको बीचमा पर्ने गरी वा कोठा बाहिर छाप लगाउँदा र मतपत्रमा स्वस्तिक छाप बाहेक औंठा छाप वा हस्ताक्षर गर्दा मतपत्र बदर हुन सक्छ। मत संकेत गरेपछि उक्त मतपत्र मिलाएर पट्याउनु जरुरी हुन्छ। खास गरी स्वस्तिक छाप अन्य कोठा वा चिन्हमा नलागोस् वा नलतपतियोस् भन्नका लागि स्वस्तिक चिन्ह लगाएको भाग मतपत्रको पछाडिपट्टिको खाली सेतो भागमा पर्ने गरी मिलाएर पट्याउनु पर्दछ। त्यसपछि सेतो पृष्ठभूमिमा रातो रङको अक्षरले विवरण उल्लेख भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस्। पहिलो मतपत्र खसालिसकेपछि तपाईले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नका लागि दोस्रो मतपत्र प्राप्त गर्नुहुनेछ। यो मतपत्र सेतो पृष्ठभूमिमा कालो रङको अक्षर र निर्वाचन चिन्ह भएको हुनेछ। यसमा पनि मतदान अधिकृतको हस्ताक्षर छ छैन जाँच्न नबिर्सिनुहोस्। मतपत्र पाएपछि गोप्य मतदान कक्षमा गएर आफूले रोजेको एक राजनीतिक दलको चुनाव चिन्ह भएको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनु पर्नेछ। यसरी स्वस्तिक छाप लगाउँदा मतपत्र बदर नहुने गरी लगाउनुहोस् र अघि पट्याएकै जसरी मतपत्र पट्याउनुहोस्। त्यसपछि सेतो पृष्ठभूमिमा कालो रङको अक्षरले विवरण उल्लेख भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस्। दुवै मतपत्र सम्बन्धित मतपेटिकामा खसालिसकेपछि तपाई तोकिएको बाटोबाट मतदान केन्द्रबाट बाहिर निक्लिनु पर्दछ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 मतदान हुने मिति 2082 साल फागुन 21 गते बिहीबार। समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। निर्वाचन आयोग नेपाल।